यो चामलको पिठोको गिलो रोटी तराईतिर चाहिँ एकदमै धेरै खाइन्छ के। हामीलाई चाहिँ सानोमा मम्मीले कति बनाएर खुवाउनुहुन्थ्यो, मलाई एकदमै धेरै मिठो लाग्छ के। अनि आज मेरो घरमा काम गर्ने दाइहरू हुनुहुन्थ्यो तराईतिरकै, अनि खाजा बनाएर खुवाउनु पर्ने, के खुवाउने जस्तो भयो। अनि दाइ रोटी खामै आज भनेको, उहाँहरूले हुन्छ भन्नुभयो। अनि त्यसपछि मैले चाहिँ चामलको पिठो लिएँ कि यसमा थोरै अलिकति आटा मिक्स गरेँ कि, अनि मजाले बनाएँ। कतिले चाहिँ मलाई कस्तो मजाले बनाउनुहुन्छ, मेरो त फर्किँदैन भाँचिन्छ भन्नुहुन्छ क्या, तर मेरो चाहिँ एकदमै नै राम्रो हुन्छ क्या। मैले चाहिँ तावाभरिको मजाको रोटी बनाइदिएँ उहाँहरूलाई। अनि त्यसपछि कस्तो मजाले फर्काएको छ हेर्नु न। अनि तरकारी र अचार राखेर चाहिँ दिएँ दाइहरूलाई, कस्तो मिठो मानेर खाइदिनु भयो। आफूलाई पनि कस्तो आनन्द लागेको कि उहाँहरूले मिठो मानेर खाइदिएको देखेर। मलाई चाहिँ गिलो रोटी चाहिँ एकदमै धेरै मनपर्छ कि, अर्को सुक्खा भन्दा चाहिँ।